उहाँले बनाउनु भएको कुटी हो र देश फुल्ने र ठप्प पार्नलाई। र भाइ बहिनी त हाम्रा मात्रै मरेका रहेछन्, उहाँहरूलाई त केही फरक नै परेको छैन रहेछ। जो व्यक्तिमा लाज, घिन, शरम, मानवीय संवेदना नै बाँकी छैन, उक्त व्यक्तिले गरेको नेतृत्वले हाम्रो समाज र देशलाई कहाँ पुर्याउला? मलाई पहिला लागेको थियो एकजना व्यक्तिले गरेको गलत निर्णयको दोष या उत्तरदायित्व समग्र पुरा दल या पार्टीलाई दिनु हुँदैन जस्तो लागेको थियो। अझ अचम्मको कुरा त के छ भने उहाँ पुनः नेतृत्वमा आइसकेपछि कड्किएर भनिरहनु भएको छ कि जाँचबुझ आयोगमा जान्न, र उहाँहरूको दल भनिरहनु भएको छ हाम्रो नेतृत्वलाई प्रश्न गर्नुभयो भने हामी देश ठप्प पार्छौँ। उहाँले बनाउनु भएको कुटी हो र देश फुल्ने र ठप्प पार्नलाई। जसले अहिलेको अन्तरिम सरकारलाई असंवैधानिक भनिरहनु भएको छ र संविधानको महिमाको कुरा गरिरहनु भएको छ, उहाँहरू नै संविधानको पालना नगर्ने, जसले हाम्रो संविधानको पालना गर्दैन, हाम्रो मूल कानुनको पालना गर्दैन, मान्दैन भने उहाँलाई चाहिँ हामीले यो देशको नागरिक मान्ने कि नमान्ने? हामी सबैले यस विषयमा गम्भीर हुन आवश्यकता छ। चितवनलाई अब म राजनीतिमा प्रवेश गरिसकेपछि परिवेश बुझ्दै जाँदाखेरि चितवनलाई राजनीतिक हिसाबले स्विङ डिस्ट्रिक्टको रूपमा मानिँदो रहेछ। यहाँका जनताहरू राजनीति अन्धभक्तको रूपमा कसैलाई भोट दिने होइन कि आफ्नो चेतनाको आधारमा स्वतन्त्र होस् या नयाँ दल होस् या वैकल्पिक होस्, आफ्नो भोटको अधिकार, मताधिकार फेरिरहनु हुँदो रहेछ। त्यस हिसाबले हामी जस्ता उदयमान नयाँ जननेतृत्वहरूको लागि आशाको केन्द्र र राजनीतिको उर्वर भूमि रहेछ चितवन।